नमस्कार गोदावरी एफएम 7.9 मेगाहर्जका साथै इन्टरनेट अनलाइनमा www.godavarifm.com.in लगइन गरेर संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको गोदावरी खबरमा ऊर्जाको हार्दिक स्वागत छ। हिजो राति शनिको भीषण हावाहुरीका कारण गोदावरी नगरपालिकामा लाखौंको धनजनको क्षति पुर्याएको छ। करिब राति 9:30 बजेतिर आएको हावाहुरीले नगरपालिकाका विभिन्न ठाउँमा स्थानीय बासिन्दाका घरका भित्ता भत्काउनका साथै घरमा लगाएका टिनका साना टायर खप्टाले साएको साना उडाएर क्षति पुगेको छ भने रुखहरू ढल्दा सडकको यातायात आगमन पनि अवरुद्ध भएको छ। अत्तरे स्थित शुभ समावेशी विद्यालयको साना उडाएर बालबालिकालाई बस्न कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक मानबहादुर साउदले बताउनुभयो। नगरपालिकाको वडा नम्बर 4 स्थित खैरानामा प्रेमबहादुर देउबाको घरको सानो उडाएको स्थानीयवासीहरूले बताएका छन्। झण्डै आधा घण्टा तीव्र गतिको हावाहुरीले नगरपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। त्यस्तै ठाउँ ठाउँमा बिजुलीका पोल ढलेको र तार चुडिएपछि विद्युत सेवा समेत अवरुद्ध भएको छ। हावाहुरीले गर्दा क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। त्यस्तै उता गौरीगंगा नगरपालिका 1 माकी गाउँकी 56 वर्षीय चौरमती बुढाको इटाको गाह्रो र छाना भएको घरको बन्दी खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो। सोही ठाउँमा हावाहुरीसँग घर र कोटमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ। र देशका विभिन्न जिल्लामा लागू भएको स्वास्थ्य बीमा कार्यक्रम बझाङ जिल्लामा पनि लागू भएको छ। नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड प्रदेश नम्बर 7 कार्यालयले हिजो परिचायन चैनपुरमा एक औपचारिक कार्यक्रम गरी स्वास्थ्य बीमा भर्ने काम सुरु भएको घोषणा गरेको हो। बझाङमा जिल्ला समन्वय समितिका संयोजक खडक खड्का पहिलो बिमित हुनुभएको छ। हिजोबाट जिल्लामा 94 वटै वडामा खटिएका दर्ता सहयोगीहरूले स्थानीयहरूको स्वास्थ्य बीमा गर्न सुरु गरेका छन्। हवस् त यिनै खबरसँगै बिहान 10 बजेको गोदावरी खबर सकिएको छ। अब हाम्रो अर्को खबर दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। अहिलेलाई प्रविधिमा सहयोग गर्ने प्राविधिक मित्र राजबुढा छेत्रीलाई धन्यवाद दिँदै मधुर बोल्चा बिदा हुन्छु। तपाईँ भने गोदावरी एफएम सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।